हेलो नमस्ते सबैजनालाई। यो पर्टिकुलर भिडियोमा के सिक्छौँ हामी भने कुनै पनि नम्बरलाई 11 ले कसरी मल्टिप्लाई गर्ने भनेर। जस्तो कि फर एक्जाम्पल 42 इन्टु 11 कति होला? 462। 62 इन्टु 11 कति होला? 682। सर सजिलो सजिलो क्वेसन भयो, अलिक साह्रो गरौँ। 71 इन्टु 11 कति होला? 781। सर 36 इन्टु 11 कति होला? 396। अब तपाईँ भन्नुहुन्छ काहीँ त हेरेर भने होइन होइन अहिले पनि हेरेको होइन, सिक्दा हुन्छ, ट्रिक्स हो। सिकौँ ल, लेट्स स्टार्ट। अब कुनै पनि नम्बरलाई 11 ले मल्टिप्लाई गर्दा ध्यान राख्ने कुरो भन्यो अरे 32 ले 11 ले मल्टिप्लाई गर्नु पर्यो। के गर्नु पर्यो भने फर्स्ट नम्बर 3 लिनु पर्यो अनि लास्टको नम्बर 2 लिनु पर्यो। बीचको नम्बर के हुन्छ भने 3 + 2, जुन चाहिँ 3 + 2 कति हुन्छ? 5, 352। फेरि अर्को हेरौँ, 43 इन्टु 11, 4 लेखौँ, 3 लेखौँ अनि 4 + 3 कति हुन्छ? 7 बिचमा लेखौँ, आयो एन्सर। फेरि 26 इन्टु 11, 2 लेखौँ, 6 लेखौँ अनि बिचमा 6 + 2 कति हुन्छ? 8। फेरि 27 इन्टु 11, 2 लेखौँ, 7 लेखौँ, बिचमा 7 + 2 9, आयो एन्सर। आई होप कि तपाईँहरूले बुझ्नुभयो। सर अझै अलिकति अप्ठ्यारो नम्बर गरौँ न, 97 इन्टु 11 गरौँ न एउटा क्वेसन। यसलाई गरौँ ल, 9 अनि यो 7 अनि बिचमा चाहिँ कति आयो? 9 + 7 कति हुन्छ? 16। अब 16 आयो, 2 डिजिट हो नि त। यसलाई चाहिँ कसरी लेख्नु पर्यो भने 7 6 यो 1 लाई चाहिँ यता पठाइदिनु पर्यो, ज्यादा हो नि त। 1 यता पठाउँदा 9 हुन्छ, 10 1067। आई होप कि तपाईँहरूले बुझ्नुभयो। थ्याङ्क यू सो मच।